फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। र आजको दिन पनि म आफ्नो मुख हेर्दै दानामा केही सुधार देख्दै र भाइ चाहिँ सुतेको रहेछ। म चाहिँ उठिसकेँ। 5:30 को अलार्म लगाएको छु मैले। मैले चाहिँ उठ्नुपर्छ नास्ता बनाउनको लागि। नास्ता बनाएर मैले अहिले खाएर अनि कलेज जानुपर्छ। नास्ता नखायो भने चाहिँ नास्ता चाहिँ हाम्रो रेडी भइसकेको छ। रोशन उठ खाऊ नास्ता। हेडपछि ढिला भने उठ उठ ल उठ 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 अल्छी नगर। त्यसले पनि कोचिङ हुन त कोचिङ आइतबारदेखि हो भने नि हिजो पनि यहाँबाट हामी कोचिङ भनेर गयो नि उहाँ पछि स्कुलमा सोध्या रहेछ भन्या रहेछ कि आइतबारदेखि हो कोचिङ। तिमीहरूको बिहान पनि हुन्छ साँझ पनि हुन्छ आइतबारदेखि कोचिङ डे। अब 9-10 भने त उसको धेरै मिहिनेत गर्नुपर्छ 9-10मा। अब अहिले नै पढाइमा बेस बनायो भने 11-12मा पनि राम्रो गर्न पाइन्छ। गाइज हामी भइसकेका छौँ रेडी। र आज मेरो आउटफिट हेर्नु सक्नुहुन्छ पुरा वाइट छ। र अब म लाग्न छु कलेजतिर। बाई बाई। घरलाई ताला लगाएर हामी निस्किसक्यौँ घरबाट। र अब हामी लाग्दैछौँ कलेजतर्फ। तो गाइज आज हो शुक्रबार। अब भोलि छ शनिबार। शनिबारको प्लान के छ ल? के छ कहीँ जाने? बिहानै धनगढीको भ्यू हेर्न सक्नुहुन्छ दामी पारेर। भोलि चाहिँ हामीले कहीँ जाने प्लान चाहिँ अहिले फिक्स भएको छैन। तर हामी जान चाहिँ सक्छौँ। कहाँ सोरमा खुल्या छ अरे। दामी होटल खुल्या छ एउटा सोरमा पाइनेवाला। पहिले चाहिँ हाम्रै क्याफेमा पाइन्थ्यो तर अहिले हामीले क्याफे चाहिँ छोडिसकेपछि हाम्रो दाइ पनि गइहाल्नु भयो। सोरमा दाइ नै राखिदिएको थियो कि हामीले दाइको नाम। अहिले दाइ गइहाल्नु भयो। त्यही भएर हाम्रो त्यो क्याफेमा चाहिँ सोरमा बन्द भइहाल्यो। र हामीले छोडी पनि हाल्यो क्याफे। हामीले छोडिहाल्यो। र आजकल नयाँ खुल्या छ भने त्यही धनगढीमा त्यहीँ जाने प्लान चाहिँ गर्न सक्छौँ। गऱ्यो भने भोलिको होइन जाने। तो गाइज म पुगिसकेको छु कलेज। आफ्नो हन्डालाई यहाँ पार्किङमा राखेर म चाहिँ लाग्छु आफ्नो क्लासतिर। सुनेको जस्तै आज पनि हाम्रो बिल्डिङ यहीँ नै खडा छ। हुनु पनि पर्यो चलाउनु पनि पर्यो। अब हामी कलेजमा इन्टर गर्छौँ। आज चाहिँ म 5 मिनट अगाडि नै पुगिसकेको छु कलेजमा। चैनल को सब्सक्राइब करो पहले। हाँ जल्दी करो। मुझे पता है कि आप लोग नहीं करते हो, वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते। ये लाल कलर का बटन नहीं से दबाओ। जल्दी दबाओ जल्दी दबाओ। फिर मैं शुरू करूँ। दबा दो जल्दी। दबा दिया। घंटी भी दबा देना ठीक है। आज चाहिँ झन् कमजना आएका छन्। 5, 6, 7, 8 योभन्दा पुरानो जस्तो छ आज। कोही दिन आउने कोही दिन नआउने गर्छन्। हिजो चाहिँ 15 जनासम्म पुगेको थिएँ। आज चाहिँ हिजो चाहिँ 11 मात्र 12 मात्र आएका थिएँ। आज कति आउँछन् थाहा छैन। हाम्रो एक ब्रेक खाली भयो र ब्रेक टाइम भइसक्यो। सब साथीहरू यहाँ फ्री फायरमा छौँ। यहाँ एसबिआईमा फ्री फायर टुर्नामेन्ट पनि हुन्छ। अब फाइनली हाम्रो फ्री फायर सिद्धिसकेको छ। 2 vs 2 थियो। हामीले चाहिँ जितिसकेको छौँ। बोया हालिसकेको छु। ऊ चाहिँ राम्रो प्लेयर हो तर उसको नेट नचलेर हो। यो ह्याकर हो यो ह्याकर। हामी नास्ता खाएर आइसकेको छौँ क्लासमा। फेरि पनि हाम्रो 10 मिनट बाँकी रहेको छ नास्ता। फेरि पनि केटाहरू चाहिँ फ्री फायरमा आइसकेका छन्। कस्टम बनाऊ रे। फेरि पनि भइहाल्छ हाम्रो। फेरि पनि हाम्रो भइहाल्छ यहाँ फ्री फायर कस्टम। यहाँ हामीले बोया हानिसकेका छौँ। आज चाहिँ हाम्रो सर नै आएनन्। 3 प्लेट खाली छ। आज हाम्रो अहिले नै बिदा भइसक्यो। सर जान लाग्छन्। आज हामी चलेको यो टिकटक स्टार टेकन्ड मास्टर पनि रहेछ त्यो। हाम्रो क्लास हुन्छ चाहिँ भनेर याचोडी सर आएर अहिले हाम्रो रेस्टुरेन्टमा बोलाएका छन्। हामी जान्छौँ अहिले रेस्टुरेन्टमा क्लास दिन। छुट्टी भएर हामी गइसकेका छौँ। धन्न याचोडी सरलाई भेटेर अब यो भित्र नै हुने हो रेस्टुरेन्ट्समा।
र अब चाहिँ हाम्रो क्लास हुन्छ अहिले बाहिर। त म निस्किसकेको छु कलेजबाट। मेरो एउटा अर्जेन्ट काम परेर चाहिँ म चौरातिर जान लाग्छु। त्यही हिजोको भिडियो चाहिँ केही पोस्ट हुन लाग्छ छैन भन्नु लाग्थ्यो मेरो एडिटर, त्यही भएर चाहिँ म एकछिन त्यो प्रब्लम हेर्न गइरहेको छु। चाहिँ एडिटरको घरबाट निस्किसकेको छु। आज खाना चाहिँ मैले वहीँ खाएँ र अब म जान लाग्छु कलेजको ड्रेस ल्याउन। त म पुगिसकेको छु यहाँ ड्रेस सेन्टरमा। यही हो हाम्रो A1 टेलर्स। ड्रेस चाहिँ सिलाएको छ कि नै भनेर त हेर्नु जानुभएको छ। ड्रेस चाहिँ सिलिसकेको छ हाम्रो। ए हो मैले अहिले कोट चाहिँ लगाएर हेरेँ, कोट चाहिँ दामी फिटिङ आएको छ। फिटिङ चाहिँ दामी भइरहेको छ क्या, लेख्नको लागि पनि सजिलो, यहाँ धेरै बाला लामो पनि छैन, दामी भइरहेको छ। र म यो लगेर जानेवाला छु। तर मेन प्रब्लम रहेछ मैले आज पैसा ल्याएको छैन, तर मान्ने भने किन यहाँ त भोलिदिन्छु भनेपछि ड्रेस चाहिँ लगिहालेँ। तर अहिले पैसा मसँग नहुनाले अर्को दिन दिन्छु भनेर दाइहरूले मानिहाल्नु भयो, किनकि मैले अब सेफ ड्रेस पनि यहीँबाट लग्नु छ, त्यही भएर पैसा चाहिँ पछि दिए पनि हुन्छ। म चाहिँ यहाँ सुज सेन्टरमा आइसकेको छु, आर सुज सेन्टर भनेअनुसार। ल यहाँ चाहिँ नरहेछन् मेरो सायद चाहिँ अब वहीँ मेन सुज सेन्टरमा त्यहीँ अर्कोवाला त्यहीँ गएर ल्याउनु भनेको छ। अब म त्यहाँ जान लाग्छु आफ्नो हन्डामा। अर्को चाहिँ यहाँ रहेछ गाइस, यो आर सुज सेन्टर बसपाक छिन्नेभित्र गल्लीमा, यहीँबाट भने दाइ एसपीबाट पठाएको छ र एउटा सुज चाहिँ रहेछ, तर यो धेरै टाइट भयो कि अब साँझ 3-4 बजीसम्म आउँछ भनेको छन्। अब साँझ मेरो टाइम चाहिँ मिल्दैन होला, म चाहिँ अब भोलि आउँछु दिन। तो गाइस म पुगिसकेको छु घर। यहाँ चाहिँ पङ्खाको हावा चाहिँ लिइहालौँ। यस्तो गर्मी छ कि त्यो बस पार्कनिर त त्यो बसहरूको के नयाँ उद्घाटन भइरहेको भयो, हल्का जाम भयो र टाउको दुखेर झ्याप भइसक्यो झ्याप। गाइस मैले ड्रेस चाहिँ अहिले ट्राई गर्नेवाला छु। तो गाइस अहिले भर्खरै चाहिँ म सुतेर उठेको छु, 4 बजिसक्यो यार, 1 बजे कति बजी सुतेको थिएँ, लास्ट निन्दा लागेको छ। मैले खाना चाहिँ वहीँ खाएको थिएँ त्यही एडिटरकै घरमा, र त्यहाँ ड्रग्स अब थाहै छ त, खाना भने चाहिँ एक किसिमको ड्रग्स हो। के बोले भाइ? अब के बोले के जथाभावी बोले? वात्तै निन्दा लगाइदियो कि घर पुग्ने बित्तिकै ह्याम्म ढलिसक्यो म। र अहिले म चाहिँ खाइरहेको छु पिनट, भोक लाग्यो हुनाले। अब एकछिनमा चाहिँ म यस्तो बाहिर राउन्ड हानेर आउँछु, माइन्ड फ्रेस, बाहिर गएर टक्क साइक्लिङ गरेर आउने। म चाहिँ पुगिसकेको छु रुममा, रुममा पुगिसकेको छु। यहाँ बनगाउँबाट सामान आएछ आज, यो यत्रो चाहिँ 100 रुपियाँ हो भने अब यहाँ नेपालमा भयो भने चाहिँ 250-300 मजाले लिन्थ्यो क्या। यति लुट्छन् नेपालीहरू, लास्ट लुट्छन्। 150 को 2टा गुडपापर चाहिँ राम्रो हुन्छ, अनि किन गुडको हुन्छ। चिनी चाहिँ खानुहुन्न, गुड चाहिँ खानुहुन्छ, हेल्दी हो। तो गाइस आजको भ्लग यहीँ एन्ड गर्छौँ। भ्लग मन पऱ्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सब्सक्राइब गर्न नभुल्नु होला। तो गाइस मेरो खाना साना चाहिँ भइसक्यो,
र अहिले चाहिँ म आएको छु बाहिरतिर बर्दालीमा हाम्रो भाषामा चाहिँ बर्दाली भन्छन् अब यहाँ चाहिँ छत भन्छन् छतमा आएको छु र दामी भ्यू देखिरहेको छ यहाँबाट मुनको देख्न सक्नुहुन्छ र आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्छु भ्लग राम्रो लाग्यो भने लाइक गर्नुहोला कमेन्ट गर्नुहोला र सब्सक्राइब गर्न नभुल्नु